अभी मजा आएगा ना। हामी दुईजना चाहिँ भालु खोज्दै बस पार्क गएको। भालु चाहिँ वनवाटिकामा। तपाईहरु पनि भिजिट गर्नुहोस् ल वनवाटिका। हेलो गाइज, मेरो न्यू भिडियोमा फेरि तपाईहरुलाई फेरि पनि स्वागत छ। आज आइसकेको छु म वनवाटिका। पानीले एकछिन ढिलो गरे पनि मेरो भिडियो अनि निरन्तर दिन कोसिस गरिरहेको छु। आज दुईजना भएर आएका छौँ। आज यहाँ चाहिँ गर्लफ्रेन्ड बोयफ्रेन्ड अलि धेरै आउने भन्ने सोचिरहेको। कति आउँदा रहेछन् यसो म देखाउने प्रयास गर्छु। भिडियो अन्तिमसम्म हेर्नु होला। एकदम फन्नी एन्ड रमाइलो हुनेछ भिडियो चाहिँ। म अलि भिडियो बनाउँदा मैले कमेडी नै हुने गर्दछु मेरो भिडियो। त्यो मोबाइलमा हल्का क्वालिटी नभए पनि पानी आएको पनि भिडियो छ, म राखिदिन्छु सबै टक्क। ल अब म जनावर सनावर यताउति के हुन्छ सब देखाउँछु है त। ल हेरिराख्नु होला। यसो म सिनहरू पनि देखाउँछु। यहाँ भ्याएको छ मान्छेले हगे जस्तो सिन छ। यी चराहरू टक्क भ्यू चाहिँ दामी नै छ है यहाँको। चराचुरुङ्गीहरू पानी आछ मौसम त्यही भएर शीतल नै छ। नै भने यसरी हिँड्न चाहिँ सकिँदैन थियो जस्तो लाग्छ मलाई पनि। यहाँ साँच्चै ह्यान्डसमै छन् यिनको पनि। म दोस्तै जस्तो नभनौँ न। वनवाटिका मुझे केही छैन। बिरालो जत्रो बाघ छ। गर्लफ्रेन्ड बोयफ्रेन्ड यत्रो बिरालो र बाघमा केही फरक छैन। दुईटा यहाँ उनको भिडियोमा चाहिँ माया के नदेखेर आएको भनेको मैले केही होइन रहेछ। माया चाहिँ यहाँ त फिटी केही होइन रहेछ। माया यहाँ छ एउटा, यसलाई चाहिँ ढुङ्गाले हान्नै पर्छ। ओइ साथी ढुङ्गा लिएर आऊ त। दुईजना फेरि भेटे है न्यू फ्रेन्ड्स। ओए हेन्सी दोस्त ओए के छ के छ? मयूर एउटा राम्रो चाहिँ मयूर छ है। तपाईँहरूलाई चाहिँ मैले भन्छु कि वनवाटिका चाहिँ आउनुहोस् कि। वनवाटिका चाहिँ यस्तो हरियाली के अरे गर्लफ्रेन्ड लिएर आए पनि भयो, डेटिङ पनि हुन्छ, ठिकै छ। लपारी घोडा सोडा पनि छ यताउति। हल्का चाहिँ पानीले डिस्टर्ब गर्यो कि यहाँ त पानीले अलि चाहिँ डिस्टर्ब गर्यो। अलि मजा लाग्दो छैन। डाइरेक्ट हामी एकछिन बाँदर जिस्काउनु जाऊँ। हामी नि बाँदरभन्दा कमी त छैनौँ, त्यही पनि बाँदर चाहिँ जिस्काउनै पर्छ क्या आइसकेपछि। टक्क तपाईँहरूलाई चाहिँ देखाउने कोसिस गर्दैछु म। भिडियो चाहिँ लास्टसम्म हेर्नु होला है। भिडियो चाहिँ एकदम मजा आउनेछ। वनवाटिकाका यिनी चराचुरुङ्गी जिस्काउन, गर्लफ्रेन्ड बोयफ्रेन्ड एक्सपोज गर्न हिँडेको। म चाहिँ सरी हमारे दोस्त इधर है। हाय 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 हाय। यसलाई पनि गर्मी भएछ कि हेर त। ए बच्चा पाइदिएछ कि हानिस थुतुना बेड उठेछ नि क्या टेलिग्राम गाली गर्छन्। ठोकिदिउँ? ठोकिन भयो, माफ गरिदे तँलाई। नानीले देखाइदिउँ न। यहाँ आउनु। आमा छोरा आमाको माया भनेको यस्तो हो कि पानी झरिलाइरहेछ। यो हुन्छ के यो हो नि त, यो हो नि त। पारा भनेको उता चाहिँ छुट्टै पारा छ। ल वहाँ हेरौँ घोडा दुईवटा घोडा नि छ है यहाँ त। फेरि पनि अब हामी भालु हेर्दैछौँ। तेरिका गर्लफ्रेन्ड बोयफ्रेन्ड एक्सपोज गर्नु भनेको हल्का डर लाग्यो क्या। अरूलाई देखाइहाल्यो भने झगडा भइहाल्यो कि भनेर फेरि गरिनँ। डाइनोसर देखाउँछु म। यहाँ वनवाटिकामा चाहिँ हामी हेर्न आउने भनेको डाइनोसर हो। डाइनोसर यो दुलाभित्र लुकेछ। तपाईँ आउनु मन छ भने, डाइनोसर हेर्न छ भने यहाँ आउनुहोस् ल।